यो यसलाई ट्यापे भन्न चाहन्छु म। यो ट्यापेलाई यो रोडमा घिसेर लत्ताले हान्न भन्छु। तपाईको यसलाई मार्न जरुरी छ। लाजमर्दो कुरो। यदि यतिसम्मको भिडियो सामाजिक सञ्जालमा चाहिँ भाइरल हुँदै गर्दाखेरि नेपाल सरकारले चाहिँ यो व्यक्तिलाई कानुनी कठघरामा उभ्याउन सक्दैन भनेदेखि यो चाहिँ एउटा लाजमर्दो कुरो र नेपाली जनताले चाहिँ देशमा कानुन रहेनछ, देश चाहिँ अराजकतातिर गइसकेर छ भन्ने कुरा बुझ्नुपर्ने जरुरी देखिन्छ। होइन भनेदेखि प्रधानमन्त्री, सम्माननीय प्रधानमन्त्री एबिसिडी जोसुकै होस्, देशको प्रधानमन्त्री भनेको देशको प्रमुख हो, देशको शान हो, देशको इज्जत हो र देशको अभिभावक हो। अनि देशको एउटा अभिभावक जस्तो व्यक्तिलाई चाहिँ खुला रूपमा सडकमा घिसार्ने कुरा मात्र होइन, सडकमा घिसारेर मार्नेसम्मको खुला धम्की दिँदै गर्दाखेरि चाहिँ यस्ता अराजक व्यक्तित्वहरूलाई एबिसिडी जोसुकै होस्, जुनसुकै समुदायको होस्, जुनसुकै क्षेत्रको होस् र जुनसुकै पार्टीको होस्, यस्ता व्यक्तिलाई चाहिँ राज्यले कानुनी कठघरामा उभ्याउन सक्दैन भनेदेखि नेपालमा कानुन छैन, कानुनी राज्य होइन र कानुनको चाहिँ नेपालमा कसैले कानुनको चाहिँ पालना नगर्दा पनि हुन्छ भन्ने प्रष्ट देखिन्छ।